सो हेलो एभ्रिवान गुड मर्निङ सबैलाई स्वागत छ आजको मेरो नयाँ ब्लगमा न्यू डे आज नयाँ कन्टेन्ट लिएर आइसकेको छु यता दामी बिहान लास्ट चिसो भएर चाहिँ यहाँ 5 बजी 4:30 बजीदेखि उठेर म उयो हिमालको रेकर्ड गर्छु यहाँनिर उठेर बसिरहेको छु बल्ल अलिकति घाम लाग्ला जस्तो भयो अब म यो रेकर्ड हान्छु होइन सो त्यही हो आजको ब्लग चाहिँ म यहाँदेखि सुरु हुन्छ मेरो सो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ होला भन्ने म होप राख्दै आजको ब्लग यहाँबाट सुरु हुन्छ है त फाइनल्ली घाम आइसक्यो होइन लास्ट चिसो छ यहाँ चाहिँ अति नै चिसो छ अनि चाहिँ तर घाम आएर अलिक न्यानो भयो बवाल चिसो छ यहाँ हात कट्याङ्ग्रेर कस्तो अति भइरहेछ त्यही भएर पुरै रातो भयो ल अब हामी खाजा खाएर निस्किनु पर्ने हुन्छ ढिलो भइसक्यो एउटालाई फेरि हतार छ ल त्यो गाइस अब हामी खाजा खान्छौँ माथि बनाउँदै हुनुहुन्छ दाइले बोलाइसकेपछि हामी खाजा खाएर यहाँबाट निस्किन्छौँ कस्तो घाम लाग्यो आमा ल ल ल यताबाट कालो देख्छ यताबाट सेतो देख्छ के हो यो क्यामेरा इफेक्ट पनि ल इफेक्ट चाहिँ होइन रियल हो त्यो गाइस अब यहाँ चराहरू दामी छ वातावरण इन्भाइरोमेन्ट मजा आइरहेछ यहाँनिर कस्तो चिसोले टाउको दुखिरहेछ पुरै त्यही हो गाइस अब यहाँबाट हामी कति घन्टामा पुग्छ है लगभग 3-4 घन्टा लाग्छ त्यसपछि गाह्रो छ ल फाइनल गाइस हाम्रो खाजा आइसक्यो खाना आइसक्यो यहाँ हामी खाना खान्छौँ अब होइन अनि त्यसपछि हाम्रो यहाँ अर्को गेस्टहरूले चाहिँ हिजो राति खै के खानु भएको छ त्यति छोडेर जानुभएको रहेछ ल गाइसहरू यो खान्छौँ हामी भोक लागिसक्यो कस्तो रातो देखायो घाम टल्केर हो क्या ल खा भाइ खा दाल पर्दैन होला दाइ चटनी चाहिँ ल्याइदिनु न बरु अरू के चाहियो पुग्यो देशभक्ति प्रेमी भने यहाँ छ मेरो ल त्यही गाई चाहिँ अब हामी माथि खान्छौँ है भोक लागिसक्यो हिँड्नुपर्ने हुन्छ यहाँबाट अब लास्टै चिसो कस्तो भने यस्तो अहिले घाम आएर अलिकति न्यानो भएको नत्र त बवाल चिसो ल गाइजहरू खाजासाजा खायो होइन खाजा भने भातै खाएको के खाइस् त अहिले ल हामी खाना खायौँ होइन अब यहाँबाट निस्किन्छौँ बाइक माथि रहेछ जानुपर्ने हुन्छ थाहै छैन बाटो बिर्सिसक्यो भने 2022 हिँड्दै आएको कहाँ पुग्यो ल त्यो गाइस अब यहाँबाट निस्किन्छौँ है अब रमाइलो भयो जोस् यहाँ आएर दामी मजा आयो ल गाइजहरू फाइनल्ली अब निस्किन लागेको निन्द्रा चाहिँ लागिरहेको छ के भन्दा 4:30 बजीदेखि त्यही भ्यू खिच्यो भने उठ्यो सुत्यो होइन घाम चाहिँ 7:30 बजे यहाँ आइपुग्यो तर केही छैन है ल अब हामी यहाँबाट निस्किन्छौँ है त यहाँ चाहिँ यो रेडी भइसक्यो लगाइजहरू अब हामी निस्किन्छौँ कस्तो ल हामी यहाँबाट अब जाँदैछौँ लगभग बाइक राखेको ठाउँमा पहिले जानु पऱ्यो त्यहाँनिर अनि त्यसपछि त्यहाँबाट हामी बाइकमा हिँड्छौँ है त लेट्स सी गाइस कति टाइम लाग्छ थाहा छैन मेरो बाइकको चाबी यहीँ छ हो यहीँ छ बाइक यता छ ल म चाहिँ माथिबाट भ्यू हेर्न हो क्या कस्तो देखिन्छ यहाँबाट सबै खचड हिँड्ने रहेछ यहाँनिर चाहिँ बाटो चिप्लो रहेछ यस्तो छ यहाँबाट चाहिँ दामी देखिन्छ क्या हट तर यहीँ नजिकै देख्ने क्या हिँड्दाखेरि चाहिँ कहाँ हिँडेर जानुपर्ने होइन हेर्दाखेरि चाहिँ उहीँ परेकै यहीँनिर जस्तो लाग्ने यस्तो हिँड्नुपर्ने होइन पुरै कान्ला हिँड्दाखेरि अलिकति टाइम लाग्ने हो त्यही भएर नि हो ल अब गान्द्रुकमा आएर नि बसियो चिसो चाहिँ लास्टै जाडो हुँदो रहेछ है त्यही भएर
अनि यहाँनिर चाहिँ प्रायः सब घरहरू ढुङ्गाको रहेछ दामी युनिक लाग्यो कुनै कुनै ठाउँमा चाहिँ ढलान रहेछ तर लास्ट टाइम कस्टली छ यहाँ कस्टली चाहिँ अति छ किनभने ठाउँ पनि त्यस्तै छ नि त टुरिज्म एरिया भएर होला ल अब हामी निस्किन्छौँ माथि कत्रो भैँसी हौ भाइ कत्रो ठुलो त्यहाँ हैट वहीँ गराएछ ल गाइजहरू अब निस्किन्छौँ हामी भाइ यहाँ बसिरहेछ म नि ल दाइ धन्यवाद ल हस् ल गाइजहरू हिँडेको यहाँबाट अब हिँड्दै जाँदैछौँ बाटो चाहिँ पुरै दामी छ यस्तै हिजो पनि देखाइसक्यो अब भ्यू हेर्दै हिँड्दै गर्छौँ हामी लेट्स गो गाइज कति टाइमहरू लाग्छ हामीलाई होइन माथि के भन्छ उसमा बाइक राखेको ठाउँमा पुग्नु कति टाइम लाग्छ थाहा छैन तर हामी पुग्छौँ त्यहाँसम्म हिँड्दै बाटो अल्मलै पनि अब थाको अघि खाएको भात पचिसक्यो मेरो त कसो भने उकालो लगाएपछि ओह्रालोमा चाहिँ हिँड्न मजा आउने हो तर उकालोमा चाहिँ अलिक गाह्रै हुने हो माइ गड बस्न सास फुल्यो क्या पानी खाएको झन् लास्टै यार छ्या यो पनि उ भयो गरम भयो गाइज यस्तै छ ठाउँहरू देखाउँदै लान्छु तपाईँहरूलाई म यहाँबाट माथि कि तल माथि हो नि यस्तो जुत्ता लगाएर चाहिँ नआउनु होला अप्ठ्यारो हुँदो रहेछ जुत्ता थियो स्पोर्ट्स तर बाइक चलाउँदाखेरि हावा छिर्छ भनेर झन् यो लगाएको हिँड्न गाह्रो यहाँ चाहिँ मन्दिर रहेछ एउटा यता घरहरू छ यहाँ गोठहरू दाउराको पखाइ एकछिन पख्न थाकेर यो पनि बस्यो म पनि बस्यो यार मानी नसक्ने रहेछ बाटो कुन हो यता हो कि यता हो हामी यहाँनिर सोधेको हो हामी यही बाटो यो बाटो यो बाटो हो यो यहाँनिर सोधेको थियो नि एउटा भाइलाई हिजो हामीले खचर ल्याउने यताबाट यही बाटो ल्याएको हो ल्याउनु चाहिँ यताबाट जाने अब हिँड्छ अलि फ्या भएर मर्छस् नि मेरो यसले के हो म चेन लगाएकै हो के गाइस यता यही बाटो यो बाटो मलाई याद छ नि यार मलाई थाहा छ नि तर यहाँनिर चाहिँ मकैहरू दामी तरिकाले सजाएर राखिदिँदो रहेछ नि ऊ हेर्नु त घरहरू त यस्तो बल छ सबै ओइ साग लबरहरू यहाँ छ साग कन्फ्युजन यार यतैबाट होला खै कता के हो यार
कस्तो कन्फ्युज भइदियो यो आन ल हाम्रो आमाहरू हजुरबाहरू चाहिँ बाटो सफा गर्दै हुनुहुँदो रहेछ जे भयो नि उहाँहरू पनि धेरै योगदान छ नि त होइन तर लास्ट चाहिँ यहाँ ठाउँ चाहिँ अति बल यस्तो छ पानी सप्लाई यताबाट त घर जाने रहेछ नि त कति धेरै क्या है सब ढुङ्गै ढुङ्गाको यो यस्तो देखिन्छ सकेसम्म हाम्रो बाइकलाई केही पनि नहोस् है कसम भनेको फेरि हिँड्दै जानु पर्यो भने त इतना सुकून नहीं होता मेरे को कभी ओए चरा गयो यार सिस्नु नै सिस्नु रहेछ नि है छेउतिर सो गाडीतिर कोही पनि नजानु होला यहाँ आएर यस्तो यस्तो जङ्गली सिस्नुहरू छ लास्ट पोल्छ होला यसले त यार हिँड तर यस्तो के अब एकचोटि आयो नि त फेरि नेक्स्ट टाइम योभन्दा माथि डेस्टिनेसनको लागि आयो भने चाहिँ रमाइलो हुन्छ होइन एक दिन आउँछु घुम्छु फर्किन्छ भने चाहिँ नसोचे नि हुन्छ के रमाइलो पनि हुँदैन सो त्यही भएर अब आउनुहुन्छ भने चाहिँ एक हप्ताको टाइम लिएर टक्कसँगले होइन आउनु होला त्यो भयो भने चाहिँ रमाइलो हुन्छ नत्र रमाइलो हुँदैन ल मेरो बाइक चाहिँ रहेछ तर सेफ त सेफै हुँदो रहेछ ल गाइजहरू अब हामी जान्छौँ यहाँबाट निस्किन्छौँ है त अनि त्यसपछि बाइकमा हुन्छौँ अब बिस्तारै जान्छौँ यो हिमाल तपाईँहरूले अघि नै देखाइसक्यो कति हेर्नुहुन्छ होइन त्यति हेर्नु होला भन्दै बाँदरहरू पनि यहाँ ढिँडोहरू पनि लास्टै रहेछ म चाहिँ निस्किनु पर्ने हुन्छ सास फुलेर मर्दो रहेछ यार नसक्ने ओहो त्यट हिजो त यस्तो भएको थिएन है किन आज चाहिँ यस्तो भयो बिहानै हिँडेर होला नि होइन ल त्यो गाई चाहिँ अब निस्किन्छौँ है हामी ओठ सुक्खा भइरहेछ हिजोदेखि पानी मजाले खाइनँ क्या है चिसोले जाडोले बाटोमा चाहिँ खायो हामी पानी टन्नै खाँदै आएको पानी त तर यहाँ आइसकेपछि त अब एक थर्मसकै लिँदो रहेछ पैसा डेन्जर त्यही भएर दुईवटा तिनवटा मिनट बाटो ल्याए पुग्थ्यो हामीलाई हिजो खाने पानी ल हो त्यति भन्दै अब हामी यहाँबाट जान्छौँ है त फेरि लोभी भएको होइन नि त जे भयो नि अलि हामी जस्तो पैसा कमाउनेहरूलाई त त्यो पनि धेरै ठुलो कुरा हो नि त ल त्यही हो गाइस अब बाटोहरूमा देखाउँदै जान्छौँ हामी अब तपाईँहरूलाई के लाग्छ कस्तो लाग्छ कमेन्ट हानिदिनु सपोर्ट हानिदिनु त्यही हो ल गाइजहरू यसरी बाटोमा चाहिँ गाडीहरू यस्तो हुन्छ कि होइन मान्छेहरू यस्तो चाप छ कि ओइ मा कसम यार कस्तरी लखाटेको यार हामीलाई जस्तो रेट ल गाइजहरू हामी चाहिँ दिउँसोको अहिले 3-4 बज्न लागिसक्यो होइन अनि त्यसपछि अब बिस्तारै आउँदैछौँ हामी बरातिर जाँदैछौँ
सो यो ठाउँमा चाहिँ जतिखेर नि पानीको पानी नै हुँदो रहेछ यहाँ। लगाइजहरू यहाँ आइपुग्यौँ, लास्टै बाटो खत्तम थियो होइन, बवाल। त्यसपछि खाजा खान लाग्यो यहाँनिर आएर। है त अब खाजा खाएर हामी निस्किन्छौँ ल।